आज मामली गाउँ जाने बाटोको आज भिडियो गर्दैछु। हालसाल यो जन्ममा परेको बाटो हो यो। हालसाल खनिएको बाटो हेर्नुहोस्, यस्तो छ बाटोको स्थिति। गिटी बलुवा यहीँ छ, यहीँ उत्पन्न हुन्छ यो। यस्तो छ। मामाको घर जाने बाटो होइन आजको भ्रमण। आज हेर मामाको घरतिर बाटो पनि देखाउँदैछ। मामाको गाउँ मामली गाउँ। हजुर आमाहरू पछि नै हुनुहुन्छ, म चाहिँ अघि है। पछि आमाहरू धेरै छोडिनु भयो। बुढाबुढी आमाहरूसँग हिँड्दाखेरि अलिकति कस्तो हुन्छ भने उनीहरू हिँड्न सक्दैन, ढिलो हिँड्नुहुन्छ र म चाहिँ अलिकति चाँडै हिँड्ने। बिहानको स्वच्छ हावाको साथसाथै बिहान हिँड्ने हो। बिहान घरबाट निस्केको हो। कोही ठाउँमा गाडी कुर्नु पर्यो। यस्तो छ बाटो। है त्यो त्यो त डाँडा नै आफ्नो हाम्रो। यस्तो छ बाटो लाइन। यस्तो छ मामाको गाउँ जाने बाटो, मामाली घर। मामा घरतिर आउने बाटो है यो हाम्रो। मेरो मामाको घर जाने बाटो है यो। यस्तो छ आमाको माइत। आज मैले आमासँगै मामाली घर जान पाए हुन्थ्यो भन्ने। पहिला सानोमा हामी मामाको घर जान पाए हुन्थ्यो, मामाको घर जान पाए मिठो खानु पाउँथ्यो, राम्रो हुन्थ्यो भन्थ्यो होइन। अहिले नि मामा घर गएर मिठो खाएर आउनु। आज मामाली गाउँ जानु। बाटो यस्तो छ हेर्नुहोस्। खन्न त पहिला नै खनेको रहेछ यो बाटो।
पहिला नै अहिले अलिअलि चक्लाएर नालासाला अलिअलि काटेर गरेको रहेछ। यस्तो डाँडा जङ्गल हरियाली वातावरणमा यस्तो डाँडामा बस्न पाउँदा कति आनन्द सुखमय हुन्छ। बजारमा धुलो धुवा खानुभन्दा यस्तोमा आएर बस्नु राम्रो हुन्छ है। गाउँ नै ठिक, तर सुविधा अलिकति नभएको कारणले गाडीको सुविधा, एम्बुलेन्स बिरामी हुँदाखेरि एम्बुलेन्सको सुविधाहरू भइदियो भने कति आनन्द आउँथ्यो होला है यस्तो ठाउँमा। एउटा नगरपालिकाले त्यस्तो व्यवस्था मिलाइदिनु पर्ने हो। एउटा नगर प्रमुख ज्यूलाई आग्रह, यस्तो गाउँघरतिर जाने बाटोहरूको लागि संरक्षण र गाउँमा बस्ने व्यक्तिहरूलाई एम्बुलेन्सको एउटा अलिकति थोरै शुल्क लिएर गाउँमा बस्ने भनेको अलिकति गरिबीको र अशिक्षितको कारणले गाउँमै बस्नुहुन्छ। मान्छेहरू सहर बजार जानुहुन्न र त्यसै कारणले अलिकति धनी सम्पन्न हुने मान्छेहरू पनि बजार जानुहुन्छ। अलिकति गरिबी हुने मान्छेहरू, अलिकति आर्थिक अलिक कम हुने मान्छेहरू गाउँमै बस्नुहुन्छ। यस्तो छ। आइसक्यो यहाँ पिपलको रुख थियो, पहिल्यैदेखिको पिपलको रुख हो यो चौतारा। यस्तो छ यहाँ। चाहिँ आइपुग्यो, आमाहरू उतै हुनुहुन्छ। आमा हिँड्दै आइसक्यो रे पछाडि। म त यहाँ चौतारामा आइपुग्यो। म त यहाँ डाँडामा यहाँ उसमा आइसकेँ, मामाको घर आइपुगेँ म त। अब यहाँ चौतारामा आयो क्या, यहाँ बाटोको डाँडा हो र। म त आइपुगेँ त यतै, गइहालेँ। आमाहरू आउँदैछ यता। म चाँडै हिँडिहालेको थिएँ, त्यही भएर झर्न पर्ने हो। म चन्दी थानै पुगेँ। यहाँ कहाँ आइपुगेर होइन, टेम्पो त आउँथ्यो के अरे नि। राम्रो छ, बाटो राम्रो छ त नि। ल राखेँ।